सो गाइज म तपाईँहरूलाई यहाँ मामा घरकोबाट टुर दिन्छु है, तपाईँहरूलाई घरको टुर दिन्छु मामा घरको। यहाँनिर चाहिँ धनसार छ पहिला सुरु। यहाँ हजुर भिडियो यहाँनिर धनसार छ है, यो चाहिँ मामा घरको यो धनसार हो। धनसारमा यहाँ सामानहरू अब यस्तै हो गाउँघरको होइन। अनि धनसारको होइन ठिक छ अनि ठिक छ। अनि यो धनसारको मुनि गोठ छ है। अनि यो चाहिँ बाख्राकोट हो यहाँनिर, बाख्राकोट। यहाँनिर धारा छ। आमा हाई गर्दैछ, हाई भन्दैछ। अनि यहाँनिर बाख्रा धेरै छैन किनकि आमा मात्र भइसक्नुहुन्छ। अनि बाख्रा ओहो यो त बोका हो यार, बोका बोका यो काले बोको रहेछ। यहाँनिर नि सबै बोका मात्र हो आमा। ए सानो मात्र हो, यो मात्र हो, दुईटा बाख्रा। अनि यता यो भैँसी यसले यस्तो हान्छ नि, यसले यस्तो हान्छ। यो के हान्न झम्टेर आउँछ है यो। अहिले चाहिँ आनन्द सोझो भएर बसिरहेको रहेछ, सोझो भएर। आम्मो म यहाँ गयो भने उठ्छ होइन है, उठ्छ है यो। ओहो छड्के आँखाले हेरेर पुरै के गरौँ भइरहेको यसलाई बसिरह। अनि त्यहाँनिर टोइलेट छ। यो त फेरि हान्नलाई झम्टिहाल्छ कि। अनि यहाँनिर यो सकेपछि यहाँनिर कुखुराको खोर हो यो, तर कुखुरा छैन अहिले यहाँनिर, यो ठुल्गडा भयो। अनि यो डोरी लुगा सुकाउनलाई यहाँबाट यो केसको होला ल, यो बाफ लगाउने नेबुको त्यो बाफ लगाउने मेसिनको डोरी यहाँनिर छ। अनि यो किचन है, यहाँनिर किचन छ। यहाँबाट किचन चाहिँ यो टक्क लगाएर त्यो चुलो भयो। यहाँनिर एउटा खाट छ पहिला सुरु। यहाँनिर सामानहरू यो ऱ्याक भयो किचनको। अनि मासतिर यता गाउँतिरको यो सबै कालो हुन्छ यहाँनिर जमेर, धुवा जमेर यो सब कालो हुन्छ। केटीहरूलाई गाजल प्योर गाजल। अनि यहाँनिर यो चुलो भयो हाम्रो, यो भट्टी टाइपको। यहाँनिर मुनि कोइला राखेर अनि भात पकाउनलाई हुन्छ यहाँनिर चाहिँ। यहाँनिर सिलौटो छ। यहाँनिर यो सकेपछि यहाँनिर यी हँसिया खुर्पाहरू राख्ने ठाउँ, यहाँ मुनि खुर्पा छ। यहाँनिर पनि बाख्राहरू बाँध्थ्यो है पहिला चाहिँ यहाँनिर, तर अहिले बाँध्दैन रहेछ। यहाँनिर घाँस राख्छ। अनि यो सकेपछि यो नयाँ घर, नयाँ टाइपले बनाएको भनौँ न, गाउँको नयाँ टाइपको घर यो तपाईँ सोच्नु सक्नुहुँदैन। यो एकजना मान्छेले एक्लैले आफैले बनाएको हाम्रो हजुरबाले। अनि स्याडली हिज नो मोर, त्यसैले म आएको हो। सायद 1 महिना जति भयो। अनि यो चाहिँ बुवाले एक्लैले बनाइसकेको घर हो। अनि हाम्रो लेट बुवा हजुरबुवा। यो टिभीलाई बन्द गरिदिउँ होइन, टिभी चलिरहेको रहेछ किनकि आई डोन्ट निड एनी कपिराइट। यहाँनिर टिभी छ। अनि हाम्रो बुवाको फोटोहरू छ है। अनि यो चाहिँ यहाँ घरमा यहाँनिर आमा सुतिसिन्छ। अनि यहाँ माथि तल छ, म जान्ने हिम्मत गर्दिनँ अहिले। गइदिउँ के भएर यहाँ माथि भकारीहरू सामानहरू राख्छ, अरू केही होइन। सामानहरू राखेँ यस्तै टाइपको स्टोर। मलाई रुगा लगाइरहेको छ गाइज लास्टै। अनि यो सानो सिप्रिङ हेर्न सक्नुहुन्छ, यो सानो यस्तो अहिले कसैले देख्दैन। यो आफैले बनाएको हो यो यहाँ घरमै। अझ यसको यो बोक्ने त्यो पनि थियो कि सिप्रिङ भन्छ है के भन्छ यसलाई है। मामा चाहिँ बिहानै माछा मार्न गइसक्नु भएको छ। यहाँनिर टिभी छ। अनि यहाँनिर बाहिर बस्नलाई खाट, नो सोफा नो केही, दिस इज प्योर। यो सुन्तलाको बोट हो है यहाँनिर। अनि यो कोठा हो, कोठा। यहाँनिर म सुतेको थिएँ, म मिलाएन छैन ओछिन। कोठा हो यो चाहिँ घरको साइडमा। यो घरमा यति नै हो टोटल। यहाँ 3टा धनसार छ, एउटा किचन, एउटा यो घर। पाहुनाहरू आयो भने यो घरमा बस्छ। धनसारमा त्यो सफा गरेर त्यहाँ सुत्ने ठाउँ छ यहाँनिर। यति यो चाहिँ हाम्रो घरको इन्ट्रान्स भयो होइन। यहाँनिर इन्ट्रान्समा यहाँनिर टौवा छ। अनि यो चाहिँ बाटो हो यहाँको चाहिँ। यो बाटो घरसम्मै रोड छ, मामा घरको चाहिँ छैन, देखिहाल्नु भयो। अनि यहाँ अगाडि यो डुम्रीको छ। अनि यो चाहिँ नयाँ घर बनाउनलाई त्यो पुरानो घरको यो माथि छानो, पहिलाको छानोहरू निकालेर राखेको पहिलाको स्टाइलको घर थियो।
ऊ त्यस्तो टाइपको हेर्नु त्यहाँ छानोमा त्यसरी छाएको हुन्छ। अहिले चाहिँ त्यो हटाइसकेको छ, नयाँ बनाएको छ। लास्टै नै धेरै धराब भइसकेपछि यो छिर्ने बित्तिकै हाम्रो यहाँनिर गोठ छ है। छिर्ने बित्तिकै यता सानो गोठ यता पहिला सुरु बाख्राहरूको लागि, अनि यहाँनिर दाउराहरूको दाउरा स्टोर गरेर राखिन्छ। अनि यो हो भैँसी गोठ। त्यहाँभित्र गाई छ, एउटा गाई छ अनि एउटा भैँसी छ। गाई र भैँसी छ यहाँ चाहिँ। यहाँ बाख्राहरू हुन्छ। अनि यता यो धनसार हो, यो चाहिँ धनसार हो। यहाँ माथि चाहिँ सुत्ने म देखाउँछु। अनि यो मुनि चाहिँ त्यहाँ पनि यो पुरानो त्यो घरको काठहरू निकालेर राखेको छ। यहाँ बाख्रा धेरै पनि छैन, किनकि हजुरबा र हजुरआमा मात्रै बस्नुहुन्छ नि त यहाँ। अनि हामीले चाहिँ अहिले चाहिँ किचन, यो धनसारको मुनि यो यतापट्टि साइडमा बनाएको है किचन हो यो चाहिँ। यो किचनमा चाहिँ यहाँबाट धुवा जानलाई, यहाँ पनि जस्तै बारेको थियो, धुवा जानलाई यो निकालेको हो। अनि यहाँको किचन कस्तो हुन्छ है, यस्तो टाइपको है। यहाँनिरबाट आगो बालेर यहाँबाट धुवा जान्छ, तर खासै धुवा गएको छैन। यो भर्खर बनाएको भएर मुनि फ्लोर चाहिँ ढलानै हो, तर राम्रोसँग भएको छैन। यहाँनिर सामानहरू छ हल्का हल्का। लाइट फेरि बाहिरबाट बाल्नुपर्छ। पानी आइरहेछ गाइज, पानी आइरहेछ। लाइट बुवा यहाँको लाइट कताबाट बाल्छ? यहाँ रहेछ ल है। यस्तै यहाँनिर चाहिँ यस्तो छ। यता पछाडिको गाह्रो हेर्न सक्नुहुन्छ, यस्तै छ। अनि यो किचनको यहाँनिर ग्यास पनि छ, यो चुलो पनि छ। यसमा नि पकाइन्छ, यसमा नि पकाइन्छ, दुवैतिर पकाइन्छ है। अनि यहाँनिर हाम्रो आमा हुनुहुन्छ। खै दिनु यहाँ मलाई के गर्नु, मैले एक दिन लिएर आएर के गर्नु। पर्दैन नै। अब यो हो पानी परिरहेको छ कि आज म हिँड्न पर्ने हो, काठमाडौँ जान लागेको छु। अनि यो धनसारको माथिको पनि देखाइदिइहाल्छु हो। फास्ट यस्तो टाइपको भर्याङ छ है, यस्तो टाइपको भर्याङ छ। अनि म आएदेखिबाट धनसारमा त आएको छैन। यहाँनिर नि त्यो उतापट्टि घरको भकारीहरू ल्याएर राखेर चाहिँ भकारीमा धान छ त हल्का हल्का रहेछ। यसमा चाहिँ पुरै छ जस्तो छ, स्टोर गरेर छ यसमा चाहिँ छ है। अनि दिस इज खुकुरी, खोडा पनि छ गाइज। यहाँनिर खोडा र खुकुरी छ। यहाँनिर मकै स्टोर गरेको छ, मकै। अनि त्यही हो दुईवटा आमा बुवाको बेड यहाँनिर। अनि बेडहरू त टन्नै छ, तर यो बेडहरू मुनि कसरी निकाल्ने भन्ने गाह्रो छ कि। यहाँबाट निकाल्न म एक्लैले पनि सक्दिनँ, आमा बुवाले पनि सक्दैन। सो निकालेको छैन अहिलेलाई। यो नयाँ घरमा हाल्नुपर्ने हो सबै। अब यो यस्तो टाइपको भर्याङ ओर्लेर, अनि यो चाहिँ हो नयाँ घर। ल यो यस्तोहरू बनाएको छ है। अब यसलाई यहाँबाट यो नयाँ घरको कोठा है। यहाँ चाहिँ केही गरेको छैन अहिलेसम्म, वायरिङ गरेको छैन है, भर्खर बनाएर मात्र छोडेको छ। माथि चाहिँ यस्तै काठै हो, मुनि चाहिँ ढलान, साइड ढलानहरू राम्रो सजिलोस्। अनि पिँढी पनि ढलानको टाइपको छ। अझै यहाँ हल्का काममा के बाँकी छ भन्दाखेरि यहाँनिर बस्ने टाइपको त्यो फलेकहरू आउँछ। अनि यतापट्टि पनि रुम सेम हो, किचन। यो चाहिँ किचन बनाउनुको लागि राखेको छ। यहाँ तरकारी फलफुलहरू राखिरहनु भएको रहेछ। बिहान अङ्गुर चाहिँ खाइदिउँ न त। बुवा यो अङ्गुर कुहिएर जान लागिसक्यो, खाइसो है खाइसो। अनि यस्तो टाइपको छ यहाँनिर। अब यहाँबाट माथि जाने पनि यस्तो टाइपको भर्याङ हो, पुरानै भर्याङ जस्तो छ उताको। अनि यहाँ माथि चाहिँ हल टाइपको एउटा सिङ्गल रुम छ क्या, धनसार जस्तै टाइपको उतापट्टिको जस्तै। अनि यो चाहिँ माटोको हो गाइज, किनकि जतिसुकै मोडर्न नयाँ अहिले बनाएको घर नि यस्तो हुन्छ भन्ने हुन्छ भने गाउँतिर यस्तै हुन्छ गाइज, यस्तै हो। यो माथि यस्तो टाइपको छ, जस्ता टाइपको। यहाँ चाहिँ जस्ताले बारेको छ। जाडोमा त जाडै हुन्छ गाइज यहाँ। यो चाहिँ माटो हो, मुनि काठ छ। अनि र अर्को यो हाम्रो यो घर पनि म फुल देखाउँछु यताबाट। बाइक हाम्रो यहाँनिर छ यो घर। र यहाँनिर चाहिँ लसुनहरू स्टोर गरेर लसुन छ नि त। अनि यहाँनिर पनि सामानहरू छ हल्का राखिएको छ।
राम्रोसँग मिलाइभएको छैन। यो चाहिँ फुल ढलान हो, मुनि र साइड सबै माथि मात्र जस्ता हो। यहाँ पनि ढलान छ, यो रुम छ है। अनि यतापट्टि रुम छ जहाँ चाहिँ म सुतिरहेको थिएँ अहिलेसम्म। मैले आएर यो खाट मैले हालेको, यो खाट पनि मैले हालेको आएर। अनि यहाँ पनि ढलान छ। यहाँ चाहिँ हाम्रो अङ्कल आन्टीहरू हुनुहुन्छ। अङ्कलको रुम हो कि खास। अङ्कल विदेश गइसक्नु भयो, जापान गइसक्नु भयो। सो म के यहाँ जो पनि आएर बस्नु मिल्छ है, जो आउँदा पनि यहीँ बस्ने हो, किनकि यहाँ चार्ज गर्न पनि यहीँ छ अनि सुत्नु पनि आनन्द टाइपको रुम यही छ क्या, त्यही भएर। अनि यता हाम्रो लाइट छ। फार्म त अहिले बन्द छ गाइज, चाबी लगाएको छ। फार्म दाइले चाबी लगाएर जानुभएको होला। फार्म माथि छ अहिले, चाबी लगाएर बिहानै दाना पानी हालेर चाबी लगाएर छोडेर गइसक्यो। त्यो चाहिँ दिनरात रेडियो चाहिँ अनै हो क्या 24 घन्टा। अनि त्यो माथिल्लो घर यहाँनिर पनि दाउरा छ। अनि यो वरिपरिको अगाडिको हल्का मुनिसम्म हाम्रो बारीहरू हो।